हेलो गाइस, वन्स अगेन वेलकम ब्याक टु माई ब्लग। र आज चाहिँ म हजुरहरूलाई मेरो गाउँकै ब्लग गर्नु गइरहेको छु है। पहिला चाहिँ अब हाम्रो गाउँ चाहिँ अहिले फिलहाल करेन्ट सिचुएसन चाहिँ हाम्रो गाउँमा चाहिँ प्रोजेक्ट आएर चाहिँ के कस्तो भएको छ यो देखाउनु गइरहेको छु। आजको ब्लगमा के कस्तो लाग्छ लाइक सेयर कमेन्ट अन्त मेरो पेजलाई फलो गर्नु नभुलिदिनु होला। ल साथीभाइ, आजको है मेरो यो भिडियोको मेन मोटिभ भनेको चाहिँ होइन, मेन फोकस गर्ने भनेको चाहिँ अहिलेको मेरो करेन्ट मेरो गाउँको सिचुएसन चाहिँ कस्तो छ भनेर देखाउनुको लागि आजको भिडियो मैले बनाएको थिएँ होइन। यसमा चाहिँ अब कतिको अब डेभलप आउँदाखेरि है पोजिटिभ कुनै पनि कुराहरू पोजिटिभ हुनुको लागि त नेगेटिभ पनि त्यसको साथमा आएकै हुन्छ। र चाहिँ अहिलेको हालत चाहिँ हाम्रो गाउँको चाहिँ एकदमै खराब भइसकेको छ। आशा छ अब बादमा गएर डेभलप भइसकेपछि हामीलाई पनि राम्रो हुन्छ होला, सेटल भएर राम्रोसँगले बस्नु सकिन्छ होला भनेर। र यसमा कसैलाई पनि नेगेटिभ देखाउनुको लागि कसैको विरोधमा बोल्नुको लागि भिडियो बनाएको पनि होइन। यो चाहिँ कतिजना यहाँनिर है याङतामको मान्छेहरू कति बाहिर गएर बस्नु भएको छ। अहिले हाम्रो फिलहाल याङताम चाहिँ कस्तो भइरहेको छ, के भइरहेको छ पावर प्रोजेक्ट आएर भनेर सोध्ने मान्छेहरू हुन्छ है फोनमा पनि। त्यसैले चाहिँ म यो भिडियो गरेको। यसमा तपाईँहरू कसैले पनि नेगेटिभ नलिदिनु होला। ल हेर्नुहोस् है साथी हो, फर्स्ट अफ अल चाहिँ यो हाम्रो पहिल्यैदेखि बसेको जग्गामा चाहिँ यो पावर प्रोजेक्ट आएर चाहिँ नयाँ बाटो यता खोलेर यहाँनिर एउटा स्टोर बनायो होइन। त्यहाँदेखि स्टोर बनाएपछि चाहिँ यताबाट एउटा बाटो फेरि लगेर चाहिँ तल चाहिँ पावर हाउस बनाउने हो। पावर हाउस बनाउनुको लागि यो नयाँ एउटा बाटो खोलेको छ। यो चाहिँ मेन बाटो चाहिँ पहिला यो बाटो चाहिँ यो मेन बाटो हो। अहिले नयाँ प्रोजेक्ट आएर चाहिँ यो गाउँमा चाहिँ हाम्रो गाउँमा चाहिँ यहाँ मुनिबाट एउटा बाटो यता लगेको छ, यहाँ माथि एउटा नयाँ खन्थ्यो है। यहाँ तलबाट चाहिँ बाटो लगेर चाहिँ पावर प्रोजेक्टको पावर हाउस बनाउने अरे। यहाँनिर चाहिँ घरै घर थियो यहाँनिर होइन, घरै घर थियो। यो घरहरू चाहिँ सबै उठाएर चाहिँ यहाँनिर चाहिँ पावर प्रोजेक्ट बनिँदैछ। यो हेर्नुहोस् न, यो खोलाको यहाँनिर यो पहिल्यै यो प्लम गरेको चाहिँ यहाँदेखि उनीहरू डल्लै जमिन थियो नि त। उपर जमिन देख्दैछ, उपर गाईहरू राखेको जग्गा त्यो त यस्तो सिधा मिलेको जमिन मात्रको तार थियो। यहाँ घरै घर थियो। यो सबै प्रोजेक्टले उठाएर चाहिँ यहाँ चाहिँ पावर हाउस बनिने अरे। पावर हाउस देखाइदिनु त भाइ, पावर हाउस यसरी बनिन्छ है माथिबाट हो। माथिबाट पानी माथि ट्याङ्की बनाएर चाहिँ त्यहाँबाट चाहिँ खोर सिकाएर चाहिँ यहाँनिर चाहिँ पावर प्रोजेक्ट निकाल्नुपर्छ अरे नि त जाँदा छ। अहिलेको सिचुएसन चाहिँ हाम्रो गाउँको चाहिँ एकदमै डरलाग्दो भइरहेको छ। एकदमै नराम्रो सुताइछ राति है। सानो हल्ला हुँदैन मेसिनहरूको, कसर प्लान्टको त झन् एकदमै बेसी। नयाँ मान्छे आएर सुत्नु सक्दैन। तर पनि अहिले हामीलाई चाहिँ बानी भइसकेको छ। तर बिमारीहरूलाई चाहिँ साह्रो पर्ने रहेछ मेरो यसो हिसाबमा चाहिँ। अन्त यहाँ मुनि खोलासोला बारेर परै पुर्याइसकेको छ उतै हो। नेचुरल अब नेचुरल कति मजाले यो खोला मजाले बगिरहेको शान्तसँगले सफा ठाउँमा। अहिले खोला हेर्नु नि बारेर माटो डम्पिङ गरेर खोला उतै पठाइसक्यो। के हो यो त अहिले पहिला त कति मजाले बगिरहेको थियो नि त। पहिला त बग्ने अलिक यता हो नि, अब यो बारेर यता पुगेको छ। अब तर एकदमै यो माटो डम्पिङ यसरी नगर्दै गयो भने राम्रो हुन्थ्यो है। अरूलाई के कस्तो लाग्छ र साथीभाइ हो सबैले चाहिँ है यो पावर प्रोजेक्ट आएकोमा चाहिँ अब के कस्तो लाग्छ है कमेन्ट गरिदिनु होला। यो भिडियो हेरेर यसले चाहिँ कतिको डेभलप ल्याएको छ के गरेको छ गाउँमा है अहिलेसम्म है। मेरो हिसाबमा चाहिँ एकदमै अहिले त लाफेलिङै भएको छ हाम्रो गाउँ चाहिँ। हामी पनि अब बसाइ हुन्छ कि हुँदैन अब त्यो पनि सोच्नुपर्ने दिन आइसकेको छ। डेभलप पनि कतिको आएको यही मेसिनमै अटोमेटिक यो मसला बनेर सिमेन्टको कन्क्रिट ढलाइ गर्नुको लागि यहीँबाट रेडी भएर जान्छ यो प्रोजेक्टको चाहिँ। त्यसको लागि यो उयो तलको यो चाहिँ कसर प्लान हो। बलुवा गिटी आफ्नो सबै साइजको निस्किँदो रहेछ यो पनि। अहिले चाहिँ हामी चाहिँ फिलहाल यो कम्पनीको लन्च टाइम भइरहेछ 1 बजीदेखि 2 बजी भित्रमा चाहिँ म यहाँनिर भिडियो गरिरहेको छु। यो कसर प्लानले चाहिँ नि यस्तो बेसी नोइज पल्युसन भन्छ नि, अब हल्ला चाहिँ यति साह्रो डरलाग्दो गर्छ कि बिमारी बुढाबुढीहरू बाजे बोजूहरू त सुत्नु सक्दैन रातभरि। तर यो अहिले चाहिँ फिलहाल अहिलेको घडीमा चाहिँ यिनीहरू लन्च टाइमको लागि गएको छ र चाहिँ हामी आएको यहाँनिर। नभए यहाँ केही बोलेको चाहिँ सुन्दैन, त्यही भएर चाहिँ हामी यो टाइममा आएको। यहाँनिर चाहिँ ढुङ्गा ल्याएर ठुल्ठुलो बोल्डर भन्छ नि त, बोल्डर गिराउँछ। त्यहाँदेखि चाहिँ यहाँनिर चाहिँ
यहाँ जाँदो रहेछ। यहाँ गरेर आफ्नो आफ्नो साइजको निस्किन्छ बल्ल गिटी है। गिटी कुन साइजको चाहियो बल्ल पनि 2-3वटा साइजको। अन्त यिनीहरूले चाहिँ यति बेसी गिटी बल्ल बनाइसकेको छ हेर्नु चाहिँ। यहाँ पर थाक्दै हुनुहुन्छ होला तपाईँहरूले है। हो यो थाकेर ऊ तलसम्म देखाइदिनु भयो। ऊ तल हेर्नु त मजाको हाम्रो गाउँदै थियो नि त। टक्कै यहाँबाट लिएर गएको नि मजाको जग्गा होइन। यहाँनिर गाईहरू देखेको उता टट्टै काटेर यत्रो उयो बनायो कि यहाँनिर गाउँमै 3-4वटा घर चाहिँ यहाँबाट उठाएको छ। अहिले घरमा चाहिँ उनीहरू माथि गएर बस्दैछ। र अहिलेको है यहाँनिर याङताममा चाहिँ एकदमै बाहिरबाट सिलगढीबाट डाइरेक्ट बाहिर सिलगढी भन्दा पनि टाढोबाट पनि सामानहरू सबै आउँछ है। ठुल्ठुलो टाढाबाट आउँछ हेर्नु चाहिँ। र हेर्नु नि पुरा सामानहरू कन्टिन्यू आइरहेको छ। यो त कम्ती हो माथि पुरा स्टक राखेको छ यिनीहरूले। पुरा स्टक हुँदैछ माथितिर। अन्त अर्को कुरा चाहिँ कसर प्लानको लागि चाहिँ भाइ उनीहरू देखाइदिनु त तलसम्म ढुङ्गा सबै चालेर गइसक्यो। तलतिर हेर्नु त हो तलबाट डल्लै ढुङ्गाहरू उठाएर ल्याउँछ। ढुङ्गाहरू उठाएर ल्याएर चाहिँ यहाँनिर कसरमा हालेर चाहिँ यिनीहरूले बल्ल गिटी निकाल्दैछ। अहिले चाहिँ यहाँ रडहरू पनि पुरा आइसकेको छ। अहिले चाहिँ एकदमै याङतामको हालत चाहिँ एकदमै खराब छ। तर अब यिनीहरूको अन्दाजी उनीहरू बात गरेको सुन्दा चाहिँ 2-3 सालमा चाहिँ कम्प्लिट हुन्छ भन्दैछ। त्यहाँदेखि चाहिँ यो गाउँ पनि राम्रो हुन्छ है भनेर आशा राखेको छ हामीले है हामी सबै गाउँलेहरूले। र यहाँबाट चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले होइन हाम्रो अहिलेको फिलहाल गाउँको स्थिति चाहिँ सबै भिडियोमा हेर्नु सक्नुहुनेछ। म अलिकति तल आएर मेरो भाइसँग यहाँ भिडियो गर्दैछु गाउँको अहिले चाहिँ कतिको देख्दैछ भनेर चाहिँ। सो हेलो एवरीवन, सो आई एम एसके ब्लॉगर। सो वेलकम है। आज मैं आया हूँ माउंटेन ब्लॉगर 17 के साथ। इधर यांगताम का जो वैली है अभी पूरा तरह से डेवलप होके पूरा चेंज हो चुका है और यहाँ में बहुत ज़्यादा एक पॉजिटिविटी भी आया है और उसके साथ साथ नेगेटिविटी भी बहुत सारा आया है। तो आज मैं हमारा माउंटेन ब्लॉगर को सपोर्ट करते हुए यहाँ में आया था थोड़ा सा कंटेंट निकालने के लिए। सो आप लोगों के लिए यहाँ से लेके आके यहाँ ऊपर वाला और नीचे का नज़ारा सब कुछ दिखाया हम लोगों ने मिलके। सो आप लोगों को कैसा लगा एकदम कमेंट कर देना। और यहाँ से भी ज़्यादा इन्फॉर्मेशन चाहिए तो वो भी कमेंट कर दीजिए, क्योंकि कमेंट करने से ही सब लोग आगे बढ़ेगा। और साथों साथ सबको सपोर्ट कर देना, क्योंकि आपका एक सपोर्ट ही सबसे ज़्यादा होता है। क्योंकि एक छोटा सा बूंद का पानी एक घड़ा को भर देता है बोलता है ना। तो इसीलिए आगे बढ़ते रहेंगे, आप लोगों का सपोर्ट चाहिए। तो हमारा माउंटेन ब्लॉगर को मेन सपोर्ट कर दीजिए, क्योंकि जो यांगताम बोल के यहाँ में एक विलेज है ये पूरा तरह से चेंज हो चुका है। अभी चेंज होने के कारण एक तो है ये पावर प्रोजेक्ट जो आया है, और एक में तो बहुत ये गांव के लिए एक डेवलपमेंट बहुत अच्छा भी है। लेकिन जिसका घर यहाँ से निकाला गया है, जिसका घर इन लोगों ने खोया है, ये बहुत ही एक सुनने में भी बहुत दुख लगता है, क्योंकि अचानक से आके इधर उधर करके भी यहाँ का घर जो जितना भी निकाला है ना, सबको कितना दुख लगता होगा। सो ऑलराइट, यही है, आप लोग सपोर्ट कर देना। सो थोड़ा सा आगे का नज़ारा दिखाएंगे। सो स्टे ट्यून विथ माउंटेन ब्लॉगर 17 एंड एसके ब्लॉग 471। सो लेट्स गो आई पिपल। र अहिले चाहिँ हामी है अघि लन्च टाइम हुँदाखेरि चाहिँ हाम्रो यहाँ साउन्ड आउँदैन नि त बोलेको सुन्दा नि यो कसर प्लानहरूको ले गरेर भनेर चाहिँ हामी लन्च टाइममा आएको थियो। र अहिले चाहिँ लन्च टाइम उनीहरूको सकेर मान्छेहरू भर्खर आउँदैछ है काम गर्नेहरू आएर। अब काम चालु भएपछि चाहिँ यहाँनिर बोलेको पनि केही सुन्नेवाला छैन कसर प्लानको कारणले गर्दाखेरि चाहिँ। पुरा एकदमै बेसी कसर प्लानको साउन्ड सुन्दो रहेछ नि त, केही बोलेको सुन्दैन। अब उनीहरूको लन्च टाइम सकेर चाहिँ अहिले चाहिँ सबैजना आइसक्दैछ। र अहिले चाहिँ लन्च टाइम सकेर चाहिँ गाडीहरू पनि चल्नु थाल्यो। यस्तो उकालोमा गाडी कुद्दैछ अहिले। पानी पर्दा पनि यो बन्द कुद्दैन रहेछ नि। यो चाहिँ अहिले है तपाईँहरूलाई यहाँबाट रोडबाट यसो हाम्रो गाउँको नजारा कस्तो देख्छ त्यो देखाउँदैछु होइन, त्यो रोडबाट। र यो देख्दै गरेको चाहिँ तपाईँहरूले देख्दै यसमा चाहिँ पाइपमा पानी कुदेर गएर चाहिँ तल त्यो पावर हाउसमा चाहिँ फोर्सै हिँडेर चाहिँ बत्ती निस्किने अरे। यहाँ माथिबाट चाहिँ माथि पानी स्ट्रोक गर्छ, माथि पानी स्ट्रोक गरेपछि चाहिँ ट्याङ्की हुन्छ अरे। यो लाइनबाट चाहिँ जान्छ पानी चाहिँ, यो गएर गएर चाहिँ तल त्यो पावर हाउसमा चाहिँ पानी फोर्सै हिँड्दा चाहिँ करेन्ट लाइट निस्किन्छ भन्छ, उत्पन्न हुन्छ भन्छ। अब अहिलेको बाटोको हालत खराब छ नि भाइ। यो ठुल्ठुलो टाटाहरू कुद्छ कि सबैले ङ्याङ गरेर बनाउनु लगायो। फेरि अब ठुलो टाटा कुदेपछि बिगारिहाल्छ। सानो गाडीहरूलाई त बिजोग्छ माथि ठुलो टाटाहरू फर्किँदाखेरि सबै खोलिराख्छ नि बाटो त ढुट्टो नि।
बर्खामा चाहिँ हुँदैन न मसिन गर्ने लु साथीभाइ आजको है मेरो यो छोटो भिडियो चाहिँ यहीँ एन्ड गर्दैछु मैले यो भिडियो चाहिँ एकदमै छोटो बनाएको छु है अब योभन्दा फर्दर सबै डिटेल चाहियो भने चाहिँ म अर्को भिडियो बनाउँछु कमेन्टमा तपाईँले चाह्यो भने चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ र अहिलेको लागि चाहिँ मेरो यो छोटो भिडियोलाई म यहीँनिर एन्ड गर्दैछु र मेरो यो भिडियोलाई लाइक सेयर कमेन्ट अन्त मेरो पेजलाई फलो गर्नु नभुलिदिनु होला थ्याङ्क यू